अनलाइनबाट अर्निङ गर्न चाहनुहुन्छ अनि आफूलाई चाहिएको काम अरूबाट गराउनु पनि चाहनुहुन्छ, त्यसो भए आजको भिडियो तपाईको लागि इन्ट्रेस्टिङ हुन सक्छ। हाम्रो टास्क एउटा यस्तो प्लेटफर्म हो जहाँ तपाईले अरूले राखेको टास्क कम्प्लिट गरेर अर्निङ गर्न सक्नुहुन्छ। त्यति मात्र होइन, तपाईले आफैले पनि टास्क क्रिएट गरेर अरू युजर्सबाट पनि काम गराउन सक्नुहुन्छ। भनेपछि काम गर्ने पनि काम गराउने पनि दुवै कामका लागि हाम्रो टास्क उपयोगी हुन सक्छ। अब यो प्लेटफर्ममा कसरी अर्निङ गर्ने, कसरी हुन्छ र टास्क कसरी क्रिएट गर्ने भन्ने कुरा आजको भिडियोमा हेर्नेछौँ। सबैभन्दा पहिला त मैले तपाईहरुलाई जुन लिंक दिएको हुन्छु त्यो लिंकमा गएर आफ्नो युजर नेम पासवर्ड हालेर लगइन गर्नु होला। आइडी छैन भने चाहिँ बनाएर रजिस्टर गर्न सक्नुहुन्छ। रजिस्टर गर्नु होला। म चाहिँ आफ्नो लगइन डिटेल हाल्दिन्छु। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले आफ्नो लगइन डिटेल हालिसकेको छु। यति गरिसकेपछि चाहिँ लगइन बटनमा क्लिक गरिदिनु होला। लगइन गरिसकेपछि चाहिँ यस्तो इन्टरफेस खुलेर आउनेछ। यस्तो इन्टरफेस खुलेर आइसकेपछि चाहिँ तपाईहरुले यहाँबाट डेली 10 पोइन्ट पाउन सक्नुहुन्छ। डेली 10 पोइन्ट फ्रीमा क्लाइम गर्न सक्नुहुन्छ। साथसाथै यसमा चाहिँ फिचरहरुको कुरा गर्नु पर्दा चाहिँ तपाईहरुले यहाँबाट डिफ्रेन्ट टाइपले अर्निङ गर्न सक्नुहुन्छ। जस्तै विकको एन्डमा चाहिँ यो हाम्रो टास्क भन्ने कम्पनीले तपाईहरुलाई उनीहरुको अर्निङको 50% चाहिँ बाड्ने छ, मतलब सबै युजरहरुमा चाहिँ बाड्ने छ। साथसाथै यहाँ चाहिँ डैशबोर्डबाट सबै कुराहरु हेर्न सक्नुहुन्छ। यहाँबाट क्लाइम 10 पोइन्ट फ्रीमा क्लाइम पनि गर्न सक्नुहुन्छ। अनि यहाँ तपाईहरुले आफ्नो टास्क क्रिएट गरेर अरूको टास्कहरु कम्प्लिट गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। जसको लागि चाहिँ ब्राउज टास्क भन्नेमा चाहिँ तपाईहरुले अरूको टास्कहरु कम्प्लिट गर्न सक्नुहुन्छ। ब्राउज टास्कमा गइसकेपछि यस्तो इन्टरफेस खुलेर आउनेछ। यहाँ चाहिँ तपाईहरुले अरूको टास्कहरु देख्न सक्नुहुन्छ। यहाँबाट त्यो टास्कहरु कम्प्लिट गरेर अर्निङ गर्न सक्नुहुन्छ। अनि अब चाहिँ हामी कुरा गरौँ आफूले कसरी टास्कहरु क्रिएट गराउने अरूको लागि भन्ने कुरालाई। अनि त्यसको लागि चाहिँ क्रिएट बाइ मीमा गएर आफूले क्रिएट गर्नुपर्ने हुन्छ। त्यो चाहिँ तपाईहरुले आफूले क्रिएट गर्न सक्नुहुन्छ। यहाँबाट क्रिएट टास्क गरेर यसैगरी यहाँबाट अर्निङ हिस्टोरीहरु हेर्न मिल्छ। साथसाथै तपाईहरुले रिफर पनि गर्न सक्नुहुन्छ। मैले चाहिँ तपाईलाई डाउनलोड लिंक कमेन्ट बक्स र डिस्क्रिप्सन बक्समा राखिदिएको हुनेछु। साथसाथै यहाँ तपाईहरुले विथड्र गर्न पनि सक्नुहुन्छ, डिपोजिट गर्न पनि सक्नुहुन्छ। जहाँबाट चाहिँ यो फुल्ली ट्रस्टेड पनि रहेको छ। यहाँबाट तपाईहरुले यसरी अर्निङ गर्न पनि सक्नुहुन्छ। अरूलाई आफ्नो कामहरु गराउन पनि सक्नुहुन्छ। यो थियो आजको भिडियो। यस्तै भिडियोको लागि हामीलाई सब्स्क्राइब गरेर बेल नोटिफिकेसन अलमा सेट गर्नु होला। भिडियो मन पर्यो एउटा लाइक गरिदिनु होला। आजको लागि यति नै। टेक केयर, बाइ बाइ।